एकदमै साँच्ची त यो हाम्रो यता साइडतिर बिल्डिङ साइडतिर चाहिँ कस्तो भन्नु मैले सुनेको थिएँ भूतहरू दर्शनले यस्तो यस्तो हुन्छ भन्ने सुनेको थिएँ। अब म त भर्खर आएको तपाईँ त 3-4 वर्षको आएको के हो त यो कुरा चाहिँ खासमा यसो बुझ्न मन लाग्यो त्यो मलाई। यस्तो के भाइ के अरे मैले नै पहिला पहिला भने सुने हो अब रियल हो कि भने चाहिँ थाहा भएन हाम्रा नि अब त्यो 2-3 वर्ष अगाडि अनि सेम्पाहरूले चाहिँ कुरा सुनाएको होइन। त्यहाँ के भएछ भने के अरे तपाईँको के अरे पहिला त्यहाँ चाहिँ एउटा गाक्सीले सुसाइड गरेर मरेको रहेछ होइन। त्यो चाहिँ के अरे यस्तो रहेछ कि त्यो डग लभर टाइपको रहेछ लास्टै होइन। अनि त्यो मरेपछि चाहिँ तपाईँको त्यसको आत्मा चाहिँ कुकुर बनेर घुम्ने अरे त्यस्तो कुकुर बनेर घुम्ने अरे। अनि यो बाटो चाहिँ अब एक्लै हिँड्यो भने त्यसलाई चाहिँ अब तपाईँको अब कुकुर बनेर पछाडिबाट भुक्ने भुक्दै लखेट्ने अनि त्यसपछि जहाँ पुग्छ त्यसलाई कप्लकै पारेर ठहरे पारे। अन्त साथी तिम्रो बिल्डिङ पनि त्यतै होइन उसकै बिल्डिङ साइडतिर एक्लै जाने भाइले म चाहिँ खासै यस्तो डराउँछन् क्या मान्छेहरू त्यो बाटो एक्लै हिँड्दा होइन। मलाई चाहिँ लास्टै डर लाग्छ होइन। अब तिमी त्यता बस्ने भएर भने चाहिँ होइन तैपनि मलाई चाहिँ लास्ट डर लाग्छ कि त्यो बाटो हिँड्नलाई म त हिँडेन म चाहिँ त्यता बाटो हिँड्नु पऱ्यो नि यताबाट घुमेर जान्छु। तिमीलाई कतिको विश्वास लाग्छ यस्तो कुरा साथी त हेर्दै आँटी छ होइन त सक्छु म जानु डर लाग्छ लाग्दैन यस्तो डर लाग्दैन के डर त गाउँबाट यस्तो होइन गाउँमा त यता एक्लै हिँड्थ्यो होइन। तराईतिर त अब खासै त्यस्तो हुन्न होला नि त होइन। कस्तो हुन्छ धेरै हुन्छ कि बाटो बाटोमा चितर आउँछ टाक आएर टक्कै हो यस्तो गर्छ कि डर लाग्छ डर लाग्दैन डर त लाग्दैन लाग्दैन मन खुल्ला भन्ने हो मन खुल्ला म कहाँबाट आउँछु बस्छु त्यसो भए के भयो त्यसो भए के भयो त्यो मलाई चाहिँ अब खासै त्यस्तो उनी भएन म भने सुन्ने अब अलिअलि हुँदैन। मलाई पनि बुझ्न मन लाग्यो कुत्ता भुक्छ अरे क्या पुरै अब कुकुर भक्क गरेर भुकिहाल्यो भने हिँड्दैन सातो जति डर अब तिमी अब त्यस्तै आँटिरहेछ होइन। तर के भएन अब आफ्नो आफ्नो विश्वास हो अब सबैले भोगेको छैन नि त तिमीलाई अब त्यस्तो लाग्यो भने चाहिँ अब केही छैन। ल अब हामी नै भोलि काममा जानुपर्छ ल है ल बत्ती माथि है ल भाइ ल आरिगातो नै ल दाइ ल म गएँ ल ल आयो त गोजाइमास दाइको कुरा गरेर दाइको गाडी भनेर जान सक्छु हो कुकुर कुदा के गरौँ कुकुर कुदा लास्ट हुन्छ बरु यस्तो गर्छु बरु गीत गाँदै जान्छु म अब कतै त कुता सुत्ता भुक्रेको छैन। सानो बेलामा कुकुर भुक्थ्यो भन्थ्यो डर लाग्यो जस्तो भयो। यस्तो बाल बची गयो अरे भाइयों को नहीं बोला था कुत्ता की आवाज है ये तो कहाँ की बिल्ली की आवाज आ गई है हमने तो ऐसे ही डर गए। दादा सब में कुत्ता आ गया सब में कुत्ता आ गया।